अवस्था थाहा भइसकेपछि ग्रहहरूको फल के त फल जस्तो सूर्यको दशा लाग्यो सूर्यको दशा कसरी चल्या छ सूर्यको फला अहिले मान्छेलाई के को दशा चल्या छ भनेर कसरी थाहा पाउने भन्ने कुरा चाहिँ म तिमीहरूलाई भोलिको पर्सिको क्लासमा बताउँछु है अब यो चाहिँ सूर्य दशा फल तिमीहरूलाई यो दुईटै श्लोक आउँछ है यो के भनेको हो त सूर्यको दशा लाग्यो अहिले दशा हेर्दाखेरिमा सूर्यको दशा छ मान्छेलाई काम बनाउन परिया छ विदेश जान परिया छ बिहा गर्न परिया छ छोराको छोरीको लोन अझै मेरो छोराको बिहा हुन सकेन मेरो छोराको बिहा गर्न सकिएन कुन दिशामा गर्ने काम के गर्ने यावत समस्या लिएर आउँछ नटरा है खुट्टा नलाइकन बस यावत डक्टर भएको ठाउँमा र ज्योतिषी भएको ठाउँमा हर बिरामी जान्छ को भएको ठाउँमा भएको ठाउँमा हर बिरामी जान्छ है त्यसो भएको हुनाले देशान्तरम देशान्तरम भनेको देशबाट अलग्गिएर बस्नु हिजो देश भन्ने प्लेन थिएन गाडी थिएन घरबाट आमाको घरबाट अलि पहाडमा बसेको चाहिँ मान्छे अलि तलपट्टि फाँटमा गएर गाउँपालिकामा वडाको कार्यालय नजिकै गएर बस्यो भनेदेखि मान्छे विदेश गयो भन्ने चलन थियो त्यसो भएर सूर्यको दशा लाग्दाखेरिमा घरबाट टाढिएर बस्नुपर्ने अवस्था विदेश भनेकै के थियो मान्छे लाहुर गयो अरे पनि पहाडतिरका मान्छेहरू मधेस गयो अरे फलान त छिमेकी त भन्ने चलन छ कि त्यसो भएको हुनाले अब अहिले त विदेश भन्ने बित्तिकै देशबाट टाढा हुने अवस्था भयो किन यस्तो भयो त भन्दा विश्व ब्रह्माण्ड सानो जस्तो भइसक्यो कि अहिले अमेरिका अहिले भर्खर फोन गर्ने हो भने लन्डन फोन गर्ने हो भने थाहा भइहाल्छ त्यहाँको खबर के छ थाहा भइहाल्छ हो कि त्यसो भएको हुनाले अब अहिले देशान्तर भनेको विदेश तर वास्तवमा आमाको कोखबाट टाढिएर बस्नु नै ओके आमाको कोख भनेकै सुख हो आमाको कोख भनेकै आनन्द हो ओके नि त्यो आनन्दबाट टाढिएर बस्नु नै के हो देशान्तर हो अन्त गएर बस्नु पर्ने टाढिएर बस्नु पर्ने अब सूर्यको दशा लाग्यो हेर मान्छे विदेश तक जान्छ जब पाप ग्रहको चाहिँ दशा चल्छ के को अरे पाप ग्रह कुन कुन हो सूर्य मंगल शनि राहु हो अब शुभ ग्रहको दशा चल्यो भनेदेखि त हेमादी भूति बराबर सुन चाँदी हिरा पन्ना मोती घर वाहन सम्पूर्ण ऐश्वर्य प्राप्ति गर्दछ मिठो मिठो खाना पाउँछ राम्रो ठाउँमा चाहिँ सुत्न पाउँछ घर राम्रो हुन्छ त्यो चन्द्रमाको दशामा छ चन्द्रमा भनेको को कारक हो बाउ कारक आमा कारक किन चेतो बुद्धि नृप प्रसाद जननी शब्द चन्द्रमा उतापट्टिको श्लोकले के भन्यो जननी भनेको भनेन हो चेतो बुद्धि नृप प्रसाद जननी शब्द चन्द्रमा चन्द्रमाको दशा चल्यो भनेर चन्द्रमा राम्रो रहेछ भनेदेखि आमाको कोख छोड्ला छोड्दैन हो यसरी चल्छ हस गुरुदेव आफै चन्द्रमा देवा उरै देशान्तरम देशान्तरमा जान परेपछि टाढा जान परेपछि आफ्नै निज बन्धु भनेका नजिकका मान्छेहरूसित वियोग हुन परेन त्यहाँबाट दुःख सुरु भयो कि भएन त्यहाँबाट त्यो दुःख चाहिँ सुरु भएपछि उद्वेग भनेको मनमा चिन्ता अब छटपट रोग त्यहाँबाट रोग उत्पत्ति हुने भयो डर उत्पत्ति हुने भयो घर छोडेर हिँडेपछि चोरको भयो हुने भयो कि कुरा बुझ्यो नि भए चौरा भवाच पीडाको उत्पत्ति हुने भयो कृष्ण त्यहाँ गएर बस भयो है पूर्वस्थितस्य निखिलस्य धनस्य नाशो पूर्वस्थितस्य भनेको पहिल्यै सञ्चय गरेर राखेको धनको नाश हुन्छ अब परेपछि चाहियो ऋण लायो ऋण गरेर विदेश गएको छ तिर्न सक्छ कि सक्दैन 2-4 वर्षमा त्यो तिर्न सक्छ कि सक्दैन अब चाहिँ भयो डर भयो कि भएन पूर्वस्थितस्य निखिलस्य धनस्य नाशो भानुर दशा चन्द्रमाको दशा चल्दा
भूति भनेको हिमाली भनेको हेम भनेको सुन चाँदी हिरा बनामती त्यसको प्राप्ति गर्ने। तर चन्द्रमा कुनै पनि ग्रह राम्रो हुनुपर्छ के? राम्रो भनेको के? लाली पाउडर लाग्यो उच्च स्वगृही स्वगृही दृष्टि दिएको बसेको आदि हो। कुरा बुझ्यौ नि? बुझेँ त्यस्तो खालको। अझ सूर्यबाट जति टाढा चन्द्रमा भयो चन्द्रमा त्यति राम्रो हुन्छ। किन? सूर्यबाट जति नजिक हुन्छ चन्द्रमा औँसीको हुन्छ। सूर्यको ठिक अपोजिट चाहिँ चन्द्रमा रहेछ भने यो मान्छे पूर्णिमामा जन्मिनु भएको रहेछ भनिदिए हुन्छ। तर सूर्यसितै चन्द्रमा रहेछ भने तपाईँ औँसीमा जन्मिनु भएको रहेछ भने हुन्छ चिनाएर। मेरो त यतातिर है तपाईँ आफै त्यसो भएको हुँदाखेरिमा मतलब सूर्यबाट जति जति नजिक आयो चन्द्रमा त्यति औँसी, सूर्यबाट जति जति टाढा गयो त्यति चाहिँ पूर्णिमामा जन्मेको हुन्छ। ए त पूर्णिमा भयो? ल हेर त केन्द्र त्रिकोणमा है अथवा अहिले जुन जुन भनिएका अवस्थाहरू छन् यी पाँचवटा, यी चाहिँ पाँचवटा अवस्थाले राम्रो अवस्था भएको, राम्रो चाहिँ चन्द्रमा भएको चन्द्रमा रहेछ भने अब यी कुराहरू प्राप्ति हुने भयो। यान भनेका अघि वाहन मोटरसाइकल किन्ने, गाडी किन्ने है इत्यादि चाहिँको, घर बनाउने, विवाह गर्ने भने चन्द्रमा राम्रो भएपछि चन्द्रमाको शीतलता, चन्द्रमाको प्रकाश हेर न। बेलुकाको बिहान रातिको बेलुकाको आजको बेलुका हेर त। आज प्रतिपदा द्वितीया कुन तिथि थियो आज है? तर चन्द्रमा राम्रो छ नि त, किनभने अस्ति पूर्णिमा गयो। त्यसो भएको हुनाले चन्द्रमाको शीतलता, चन्द्रमाको जुन औँसीमा हेर त राति कति अन्धकार हुन्छ। चन्द्रमाको जुन हो त्यसको चाहिँ आनन्द हेर न, हो कि प्रकाश दिन्छ, शीतलता दिन्छ। त्यसो भएको हुनाले यी सबै कुराहरू त्यो चन्द्रमाको राम्रो हुने मान्छेहरूको शत्रु जति सबै निखारिएर जान्छ। मेरो शत्रु कोही छैन। सबैको हाई हाई हो फलाना जस्तो त। जसको चन्द्रमा भनेको मन कारक हो। चन्द्रमा भनेको के कारक हो? चन्द्रमा जसको राम्रो छ त्यसको मन सफा। कुरा बुझ्यौ नि? त्यसको मनमा पाप हुँदैन, त्यसको मनमा विकार हुँदैन है। जसको राम्रो चन्द्रमा खराब भयो भने चन्द्रमा खराब हुने हो, सम्पूर्ण संसारमा डिप्रेसनमा जान्छन् नि। आज घटना घट्यो, तिमीहरूले मैले फोनमा बोलेको सुन्यौ, त्यो कारण किन भयो? त्यो कारण भयो चन्द्रमा। हेर शरीर कति ओहो फलानलाई कसै कोही मान्छे यसो देखिन्छ नि बिहा गर्ने बेला भएको, बिहा भएको छैन होला, अथवा भनौँ कोही मान्छे कति राम्रो देखिन्छ तर औषधि खानु परिरहेछ, डिप्रेसन काम लाग्यो। जति राम्रो भए पनि मन बिग्रियो भने त्यसो भएको हुनाले बलको वृद्धि है, उसको कुल परम्परा सम्पूर्णको वृद्धि, स्थान भनेको मिठो मिठो चाहिँ आफूले इच्छाएको खाना पाउने है, दान दिने मौका, केही प्राप्ति हुने मौका, आफूलाई पनि केही दिने मौका होइन, राम्रा राम्रा वस्त्रहरू, राम्रो राम्रो बजारमा जाने बित्तिकै यो पनि किन्न पायो हुन्थ्यो भन्ने त्यस्तो जुटाउने खालको चाहिँ परिवेश बन्छ। नुनम भनेको के हो? नुन खाने के हो? नुनम भनेको के हो? नुनम भनेको निश्चितम, निश्चय नै यस्तो किसिमको प्राप्ति हुन्छ। निश्चित के पाइन्छ, जसरी पाइन्छ कुरा बुझ्यौ? निश्चित भनेको